यो चाहिँ सम्बुङ खोला हो हाम्रो गाउँको है। खोला चाहिँ यत्रो छ सुकिरहेको। यहाँ चाहिँ अब हामी डल्ली सुकाउन आँटेको, यता साइड सुकाउन आँटेको, पानी चाहिँ यता हाल्न आँटेको है। यो चाहिँ हाम्रो सुकाइसकेको हो। ए माछा चाहिँ यता पाखै फेद्राक फेद्राक परिरहेको रहेछ। यसलाई यस्तो ला बोक्ता है दुईटा भयो है। यहाँनिर चाहिँ सित्ती रहेछ। कता बसेको एउटा पनि छैन त। यहाँ रहेछ नि त दुलो। माछा ए नमरेको ओइ भाग्नु खोज्दैछ नि त। यहाँ झार्दै त सानो। क्लोज द डोर। माछा माछा भयो। माछा ला सल सल पुगिन्छ। अरे अरे त्यो कति हराइजान्छ त। पर्यो 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 एउटा माछा चाहिँ यहाँ रहेछ हो। एउटा कि दुईटा छ हौ। यहाँ एकछिन देखा ल म पक्रिन्छु। कता कुदिँदै थियो माछा चाहिँ यहाँ रहेछ हो। त्यो 2 केजीको ल यस्तो निकालेको गर्नु त। भएको निकालेको गर्नु। आज चाहिँ हामीले यति मार्यो। सबसे ठुलो चाहिँ यही छ है। 1.5 केजीको होला हो यो सब 1-1 केजीको। मसिनो पनि छ। यहाँ गडेला पाको बच्चा पनि छ।